साथीहरु म चाहिँ तपाईहरुलाई आज बक्स कलवर्टको यो बटम हन्स बार चाहिँ कसरी बान्ने साइडमा कसरी बान्ने भनेर सिकाउन जाँदै छु। जस्तै हाम्रो यो चाहिँ छ 200 को छ यतापटिको एंगल, यताको 200 छ, यो चाहिँ 840 छ। जस्तै यसलाई चाहिँ राइट एंगल बनाउने, यताको एंगल 45 डिग्री, यो पनि 45 डिग्री, यो 90 डिग्री भएपछि हामी पाइथागोरस थ्योरम लाउन सकिन्छ। sin 45 डिग्री इक्वल टू ट्रिगोनोमेट्रिक फर्मुला आउने, यतालाई x सपोज गर्ने, यहाँदेखि यहाँसम्मको डिस्टेन्सलाई x सपोज गर्ने, जस्तै यता र यता पनि x नै हुन्छ, यो x सपोज गर्ने, x बाई 840 और x इक्वल टू हुन्छ sin 45 डिग्री इंटू 840 मल्टिप्लाई गर्दाखेरि आउँछ x इक्वल टू sin 45 इंटू 840 गर्दाखेरि 593.96 mm आउँछ। अब हामीले साइडमा कसरी यो x इक्वल टू ल्यायो, साइडमा चाहिँ कसरी लाउने त अब डन्डी भनेर भन्दाखेरि अब म तपाईलाई साइडमा गरेर देखाउँछु। ले देख्न सक्नुहुन्छ यसको डायगोनल लेन्थ ट्याक्कै 840 छ, यहाँ यो 840 छ डायगोनल्ली। अब 840 डायगोनल्ली छ भनेपछि हामीले अब यसको होरिजेन्टली र भर्टिकली बाहिर कहाँनिरबाट बाहिरबाट जाने भनेको यो ट्याक्क यो बाहिरको छडिया छ एउटा वालको, त्यहाँबाट ट्याक्क यसको व्यासमा आउँदाखेरि 593 हुनुपर्छ भने त यहाँ ट्याक्क हेर्नुस् त यहाँ यसरी मजाले छ, 93 नै छ। अब यसरी भर्टिकल चाहिँ कहाँबाट जानुपर्छ भन्दाखेरि भर्टिकल पनि त्यही डन्डीकै वालकै तलको बटमबाट यसरी जाँदाखेरि यो पनि यता पनि 93 नै हुनुपर्छ। हेर्नुस् ट्याक्कै 93 मा 593 मा यसको छ हाम्रो ओके छ। यसरी हामी हन्स बार लगाउँछौँ साइडमा बक्स कलवर्टको। यो अझ पनि अब यसरी सबैमा नापेर त काम छैन, अलिक कामलाई छिटो छरितोसँग गर्नको लागि एउटा रोक्नु त एउटा स्टार्टिङ पोइन्टमा त्यो नापेर गर्छौँ भने अर्को इन्डिङ पार्टमा गर्छौँ अनि दुईपट्टि धागो लगाइसकेपछि सर्लक्क धागो लगाएर तलमाथि यसरी धागो लगाएर सुइका सुई हामी यो हन्सको डन्डी बाँध्छौँ। हस्त धन्यवाद। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला। धन्यवाद।